हे प्रभु, बस आज बाटोमा बस एउटा केटीलाई मिलाइदे, त्यसपछि लिफ्ट दिएर त्यसपछि के गर्न पर्छ मैले जानेछु प्रभु। बस एउटा बस। ओहो, कस्तो लेट भएछ। हजुर भन्नुहोस् न। हजुर कहाँसम्म पुग्ने हो? म त खैरनीसम्म हो नि। हजुर कहाँसम्म जानुपर्ने? ढेकरसम्म लिफ्ट दिनु मिल्छ? मिल्छ नि, किन नमिल्ने? बाइक त मैले राम्रोसँगै चलाउँछु नि। 2 वर्ष जन मैले पठाउमा काम पनि गरेको। म त्यसो भए म भित्र गएर आइहाल्छु। भगवानले आज मेरो सुने जस्तो छ। धन्य हो प्रभु। आज त केटी पाइयो भनेको, आज नि त्यस्तै भयो। मेरो त घरै लागेको रहेछ प्रभु।